ए यो 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 चक्लेटको खुस्टा फ्याँक एउटा प्लास्टिकमा त्यो चक्लेटको खुस्टा उता मैला फ्याँक्नेमा फाल न ए पानी त राम्रै छ पानी त आउने दिन आज आउने दिन पानी आउँदैछ दिन पनि मधुरो भयो चल्लो मेरो कुखुरालाई दाना थपेर कुखुरालाई चारो थपेर अनि त्यहाँदेखि माथि अन्डा पनि छ भने टिपेर अनि तरकारी पकाउनु पर्ने यो त अब कुखुरालाई दाना सक्छु एक बुटुको अनि भात पनि पकाएर दिनुपर्ने यिनीहरू चाहिँ केकर तिमीहरूको त चारो त छ त जति पनि ए चारो त छ तिमीहरूको त चारो त तिमीहरूको त जति पनि छ गएर भात पो ल्याइदिनु पर्यो अलिकति भात र मिसाएर हाल्ने बेला भएको छैन हुनु त तर तिमीहरू किन अलि आयो कि झोप्पिने केर गर्दै यस्तो छ त अनि तिमीहरूको त चारो त यत्रो चारो छ त यही खाने हो घरि 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 ओइ के गर्छस् चाहिँ भित्र किन पसेको छैन रहेछ मेरो नातिले अघि टिप्यो बुढाले टिपेर लगिसकेछ मैले अघि एकताल टिपेँ नातिले एकताल पठाएको जाऊ हावा खानु भनेर टिपिसकेछ मकै खाने होला ए तिनीहरू पनि भातमा पल्केर छैन हौ आज छुट्टीवालाले चाहिँ मजाले फुटबल खेल्न पायो बुट पनि पायो नखेल डाङ खेल मेरो अब पनि खाओ भात पो लगिदिनु पर्ने रहेछ कुखुरालाई त हुँदैछ है मजुरा बल्ल मजुरी र कोपिला थाले सबैसँग पारिदिएको त बल्ल त वास्तुशास्त्र अनुसारको बनाइहालेँ अब यो यसको भुजुरी कोरेर किनामा र भुजुरी राको साग पारेर पकाउँछु अरू चाहिँ के खाने सेफले पकाउँछन् कुखुरालाई चाहिँ भात लगाइदिने हो कुखुरालाई चाहिँ पनि भात एकदम दिनुपर्छ ओइ अलिकति तातो पानी मुछेर कता पऱ्यो भातमा पल्किएर कुखुरा पनि भात र दाना मुछेर हाल्दिनु पर्ने
सिनु चल्नु पनि खान्छ अलिअलि भात चल्लीलाई पनि भात कुखुरीलाई पनि भात मुछेर अलिकति दानासँगै मुछेर हालिदिइराख्छु अनि हुन्छ मेरो पनि किरिक्क परेर जाडो भयो तिमीहरूलाई तिमीहरूलाई त आज त जाडो हो भाले घाम लागेन तिमीले पनि बुरुलु गर्दै खुब खान्छ हो भातमा भातमा पल्क्यो है त ए धेरै नै पोखा लामो भइसकेछ ए नानी बिर्सेछ है भिडियो त भन्ने पो बिर्सेछ है माथिदेखि तल तलदेखि माथि गर्दा त ए ल केही न कामको पो अब चाहिँ दिन्छु म